हामी चाहिँ गाइड आज यो भस्टर यो खोइ देखिन उ के खो है भाइ के पपकर्न खाँदै गर्ने ल्याइन भित्रमा हेलो सम्पूर्ण स्वागत छ मेरो नयाँ भिडियोमा है त म आइसकेँ आयो तपाईहरु पनि सन्चै हुनुहुन्छ भने मैले अपेक्षा गरेको छु र अब हामी चाहिँ फ्यामिली चाहिँ हैन हामी यसो बाहिर जानु आँटेको तर अब कहाँ जाने हो भने चाहिँ अब हाम्रो ठेगान छैन तर आज चाहिँ बाहिर चट्ट एकछिन बेलुका चट्ट हामी बुढी म र छोरी हामी एकछिन हामी घुम्न जान आँटेको छोरी के भन्ने लाइक गरिदिनु सब्स्क्राइब गरिदिनु र साथीहरु तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो ब्लगमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट र शेयर र सब्स्क्राइब गरिदिनु नबिर्सिनु होला है त र बाँकी भिडियोहरु म हाल्दै हाल्ने छु है त हुन्छ हामी कहाँ आएको कहाँ आएर बुढी आज हामीलाई बाउ छोरीलाई हैन मम्मीले हामीलाई कहाँ लाँदै हुन्छ हैन सरी खाइ छैन हैन आज मम्मीले हामीलाई ल हामीले के गर्छ मम्मीले हामीलाई आज बेचिदिनु के गर्छ बिजोक हुन्छ फेरि हामीलाई लगेर है बेचिदियो भने त के हुन्छ छोरी हामीलाई लगेर है बेचिदियो भने त के हुन्छ छोरी हाम्रो बर्बाद हुन्छ बर्बाद हैन छोरी हाँसे गर हो र होइन होला होइन मम्मी एक्लै हिँडिरहेको छ होइन मम्मी किन हिँडिरहेको त मम्मी पैसा निकाल्नु हिँडेको हो क्या नि त अन्चु के निकाल्यौ कति निकाल्यौ खै ल्याउँदै हो खोइ खाली गर्दा नि त यसमा पहिला यसमा नाम हुन्थ्यो अब ओ केटाकेटी हो लोकेट यार कता मम्मीलाई सोध् न मलाई के थाहा नि मैले अब हिँड्दैछौँ त हामी यही नजिक हो के अन्छु म तेरै मात्रै भिडियो बनाउँछु ल तेरै मात्रै म आज नि तेरै मात्रै भिडियो बनाउँछु ल के हुँदैन हुन्छ ल यति राम्री छोरी कसको हो फेरि हिँड कुरकुरे यति राम्री छोरी कसको फेरि भन् त अन्जय ओइ यति राम्रो छोरी कसो भन् त भन् न धेरै छिटो हिँडेर आयो नाइजर बिस्तारै बिस्तारै खरी ठाउँमा कुदिरहेछ छैन होइन कुदिएको रहेछ छैन कहाँ जान्छ नि म चाहिँ योबाट जाँदैछु होइन तर खै कहाँ छ खै
ऊ तल होला होला घुरी खानुको लागि यहाँसम्म आइयो नि त छोरी कहाँ हिँडेको छोरी खोङ्स खोङ्स उद्या होला ल अझै हामी यहाँ चाहिँ आएर टक्क हामी घुमी खानेछौँ होइन यहीँ होला त खाने तर कस्तो अझै बोकेर त के हुँदै हुँदैन उता घुमी होइन दिदी हामी घुगी खाने के खाने छोरी 2 प्लेट देऊ न त्यति बेचिर गर्नु पर्यो नि त म तानिहाल्छु नि तिमी छोडिदेऊ न तान्नु त म एउटा सिकर आइसदिनु त छोरी हामी के खाने रे फाइनली हामी चाहिँ यो एकान्त भन्ने ठाउँमा है एकान्त होटल रहेछ नाम पनि ठ्याक्कै ठाउँ पनि त्यस्तै एन्ड होटल पनि होटलको नाम पनि एकान्तै रहेछ फेरि ठ्याक्कै खोज्दा 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 हल्लाइन भयो खासमा त हाम्रै ठाउँमै खानातिरै हो तर पनि खाना भएर मात्रै हो ल उहाँले हामी चाहिँ घुमी खाँदैछौँ होइन मस्त दामी छ सुप भने दामी हुन्छ है सुप भन्छु बाबा दामी चाहिँ ठुलो बाला मलाई पर्यो खाऊ न सुन्न खाने यो चाहिँ गोगी है खनारको गोगी है मेरो चाहिँ फर्स्ट टाइम हो तर बुढाको चाहिँ अब कतिचोटि भइसक्यो छोरी कतिचोटि सेकेन्ड टाइम फर्स्ट टाइम मैले खाइसकेँ अब छोरा चाहिँ नआएर यसरी चिन्का निकेर खाइन्छ होइन खानु यो आउँदैन हौ मलाई त साथीहरू हेर्नु न त्यही होइन के हो कसरी खाने खाने मलाई थाहै छैन यसो गर्ने हो कि यसो गर्ने हो यसो गर्ने हो अलि घोट्नु ला कोही त यो खोइ देखिन हौ यो त कहाँ देखिन्छ अब सबै त हातले गरेन हातले यसो निकाल भइहाल्छ कालो हो दामी होइन तिमीमा छ न टाटो रहेछ गाइज ai nó cần nó có cần sân rồi bây giờ này dài không như tao đó ल बोर्डले हातेर न बोर्डलाई नआएर होइन हो
छोरीले निकालेर खुवाइदिँदैछ। तिन खाऊ छोरी। फर्स्ट टाइम हो नि त। फर्स्ट टाइम हो नि मलाई सिकाउँछ? कसले भने फर्स्ट टाइम भनेर? म खादिनँ। ए उहाँ एकचोटि लिएर घुमी पकाएर खाएको के हो त्यो त मैले पकाएको दुबीमा। एउटा चाहेको त्यही पनि चाहेको त एउटा भयो भने त्यो खाएको त खाएको हो नि त। खाएन नि त। ये तपाईँले खुवाइदिनु ल किन म निकाल्छु खा त। ल घुमी पनि खायो अब चट्ट हामी कहाँ जाने ल ल साथी मम्मीले त गर्न पनि आएन घुङ्गी निकाल्न पनि आएन मम्मीलाई घुङ्गी पनि निकाल्न आएन र निकाल्नु ल साथीहरु नखाइदिनु उता फेरि कहाँ दिनेको यो? म खाइदिन्छु भनेको त म पनि खाइदिन्छु ल ऊ हेर बुढी पर छोरी यहाँ बाउ यता ल अब घुमी पनि झप्प खायो होइन। बुढी खासै त्यति खाने बानी थिएन आएन। म त मागेको छ बाँदर लड्ने भिरको हो होइन। बबाल खाइदिन्छु बबाल मागेर म जे पनि हानिदिन्छु कि मागेर माउ चाहिँ पाउनु पर्यो सब्जी खाइन्छ है त। ल सबजना नयाँ हुनुहुन्छ नि लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु र है त। बाँकी नेक्स्ट भिडियो आइन्छ सबजना बाई बाई हस् त। अरे सोल्टिनी कता हौ? के भयो? ए हुँदैन नखोल्नु त खोलेर हुन्छ छोरी। गएको सानो हेलो छोरी के भएको छोरी यो के हो यो कुनको भयो? इच्छाहरीको लोगो हेलो हेलो गाइजहरू कहाँ हिँडेको हौ दाजु? हेलो सानो मान्छे हामी चाहिँ कता हिँड्दैछौँ? ए अब त आइसक्यो त इलाइट कम सिनेमा हल। हामी चाहिँ एन्जिला मुभी हेर्न जाँदैछौँ र आउन आँटिसक्यो आइपुगिसक्यो होला। एन्जिला भनेको नेसनल प्लेयर फुटबल खेलाडी फुटबल प्लेयर। मैले अघि नै भनेको नि त हामी चाहिँ यो मुभी हेर्नु आइरहेको छ ढिलो कहाँ हिँड्नु त? त्यो चलिसकेको हो? हजुर एन्जिला चलिरहेको छैन 45बाट अहिले एन्जिला चलेको 10 मिनेट जस्तो भयो। भइहाल्छ। अलिकति गयो नि केही हुँदैन। एकजना हुनुहुन्छ? दुईजना दुईजना उहाँको पनि लाग्छ। यसको बच्चाको पनि लाग्छ उहाँको 5 वर्ष पुगिसक्नु भयो होइन? हजुर 5 वर्ष पुग्यो लाग्छ 5 वर्षदेखि। लाग्छ कता? बच्चा त के बुझ्छ हौ? हल्का पन्जा गएर हामी कहाँ गएको छोरी? हौ कहाँ गरेर आएको रे? हो नि
गरे है कहाँ गएर अरे मुभी हेरेर आमा छोरी राति 8:30 बजेर है सो 6 बजेको सो हेरेर ल यिनीहरू हेर्नु ल हजुर ल यो चाहिँ इडर चोक हो अहिले चाहिँ यस्तो छ होइन यो छ होइन ल अब यस्तै छ होइन यहाँको हामी आज चाहिँ फ्यामिलीको हामी गयो पर होइन भ्यू पनि खायो अब यहाँ हामी एन्जिला मुभी पनि हेऱ्यो एकदम दामी छ होइन सबैले हेरिदिनु होला एन्जिला बुनेको मुभी चाहिँ दामी आएर चाहिँ राम्रो छ एकदम सबैको राम्रो छ क्यारेक्टरहरू होइन त्यो सङ्घर्षको कथा देखाएको छ त्यो एकदम आफ्नो चाहिँ कस्तो भयो भने एकदम भावुक बनायो मुभीले मलाई मेरो छोरी मुभीले के भने अरे रुनु आँसु आयो अरे नयाँ हुन्छ लाइक सेयर कमेन्ट र सब्सक्राइब कहाँ हेरिदियो आउँछ छोरीहरू आज चाहिँ हामीले होइन ल हेरौँ न फिल्म हेरेर पनि हामीले नपुगेर अन्सु यता हेर फिल्म हेरेर पनि नपुगेर हामीले के बोकेको बुढी के बोकेको नभन बेटा विङ्स हो ओ ल ठिक छ अनि अरू भन छोरी कस्तो दामी फुलको सेन्ट आयो दामी आयो फेरि उता हिँड्नु यता हिँड्नु गर्दैछु आउँछ कि आउँदैन भनेर झन् यो सुनसान रातमा एक्लै बिताउँछु ल यो चाहिँ अब केमा आउँछ यो भनेको खुदी लाग्यो खुदी ल के भन्छ अरे बुढी खुदी सम्झिने नामहरू अल्छे हुन्छ सम्झनु यसबाट अघि पनि ट्रिक गरिरहेको थियो अघि पनि त्यो भित्र पनि अहिले गरेको यस्तै अहिले गरेको यस्तै अघि मैले त्यस्तो लागिरहेको थियो भन्छ कुदिरहेछ ल मेरो छोरी कुदिरहेको गाइस मैले चाहिँ घुङ्गी खाइसकेँ मम्मी बाबा मले घुङ्गी खायौँ अब हामी त्यहाँ जाने लिँदैन गाइस लाइक गरिदिनु सेयर गरिदिनु सब्सक्राइब गरिदिनु तपाईँहरूले हाम्रो भिडियो हेर्नुहुन्छ भने लाइक गरिदिनु होस् कमेन्ट गरिदिनु सबैलाई माया गर्छु बाई बाई